ए बरु यहाँ हेर त यो जुठा भाँडा सबै यस्तो राखेर त्यो बुहारी भएकी त्यहाँ हेर त त्यो त्यहाँ हेर त त्यहाँ मेरा बा यही मै बुढीलाई दलेर खान पल्के कि छोराले टन्न कमा होला के अरे विदेश गएर सुतेको बेला खाना डिस्टर्ब गर्थे नि बड्डीको कामै छैन भने यहाँ हेर्नु तँलाई लाग्छ छैन यो हेर त यो जुठा भाँडा राखेर म बुढीलाई दुःख म दिनभरि अफिसमा काम गर्न गएँ त्यति बसेर त्यति भाडा माग्न पनि सक्दिनँ सासु बुढी बसेर कप खाना मात्रै सजिलो छ र भने त खालि चाहिँ नगर त अफिस गएँ भन्दा यहाँ ठुली मान्छे भन्नु पर्दैन अफिस छोराछोरीलाई हेर त त्यो नातिनालाई मैले स्कुल पुर्याउने हो नास्ता बनाउने हो ठक्र्याउने हो भात खुवाउने हो भाँडा हेर त त्यस्तो त्यही भाँडा पनि माग्न मर्न खोज्छे तिनका ड्रेस कसले धोइदियोस् तिनका कापी कलम मिलाउने भन्छन् रुन्छन् मम्मीले मेरो केही गर्दिन भन्छन् मलाई कम गएको छ र त्यही बुढी मान्छे भएर तपाईँको घर बसी भाँडा माझिन भने रिसल्ट त्यहाँ सुतेकी होस् थकै लाएर हो क्या बुढी अफिसमा दिनभरि काम गरेर आउने बेला त बुहारी अफिस गइछ म दिनभरि बस्नुहुँदा यी भाँडा घर सफा गरिदिउँ त्यसलाई पनि थकै लाग्छ बेलुका आएर खाजा बनाएर यति खानिदिउँ भन्ने त सोच त हुनुपर्छ अफिसमा बसेर टन्न नास्ता खाँदै डम्म बस्ने म बुढी मान्छे यहाँ बिहान 7 बजे उठेबाट उता बुहारीलाई अफिस पुर्याउनलाई भात पकाउन हात तुरी त्यो छोरा अब त्यो छोरा त विदेशमा गयो पैसा पठाएको छ भने पैसाले खान दिन्छ तँलाई काम नगरी सुतेर खा म बुढी कहिलेकाहीँ थकै लाग्दा नि सुत्न दिन्न बुढी बुहारीको कति उद्रान्ति मात्रै खेल्छौ कि पहिलाकी बुढी सासु जस्तो बेहोरा नगर त तिमी त्यस्तो त होइन के म बुढीलाई पनि त चिसो हुन्छ बुहारी भएपछि त्यो बुढीलाई दुःख होला पोछा लाउने भाँडा मान्ने त मैले गर्छु भन्न पर्ने हो नि यस्तो पैसा कमायो भने पैसाले खान दिन्न हेर बिहान उठेबाट म बुढीलाई केटाकेटी स्कुल पठाऊ खुवाऊ स्कुलबाट ल्याऊ नास्ता खुवाऊ फेरि भात पकाऊ बिहान उठेबाट बसी छैन नि म पनि सधैँ यस्तै हो क्या यो बुढीको कति सानो मैले यो बुढीको खटखट सधैँ एकछिन बस्न पनि दिन्दिन भने बुढी बाउले हेर म बुढीलाई हात हाल्न पाइन्न घरबाट निकाल्न पठाउँछु यस्तो बेहोराले त थाहा छैन आजकल बुढाबुढी निस्किने गरेका छन् थाहा छ छैन यहाँ सुन दाइले धेरै सासु यहाँ मलाई नछो बुहारीलाई आयो छोरा आएपछि अर्को बिहा गरेर ल्याइदेऊ भन्छु मलाई त जस्तो राम्रो भयो बुहारी त्यही घरबाट पहिला जस्तो बुहारी मलाई चाहिन्छ आश्रममा राखिदियो तिम्रो छोरालाई कुरा लगाएर पका अहिले भएकै दम बढो कठै दम बढेछ बुढीलाई हस्पिटल मलाई यहाँ आज तँलाई मलाई यहाँ